Hello everyone, welcome to my another video. So आज पनि मैले नयाँ भिडियो बनाउन खोजिरहेको छु किनभने आज आफ्टर लङ टाइम पछि म गोठाला जाँदैछु हैन। अनि अरु चाहिँ गोठालामा नर्मली जानुहुन्छ जस्तै उपर हेर्न त दाइलाई नर्मली जानुभएको छ, बट म चाहिँ कसरी गएको छु तपाईहरुलाई देखाउनु। टेडा, यो मेरो लट्ठी, यो मेरो बुक बस्दा पढ्ने, अनि यो मेरो पानी, अनि यो मेरो रबर, अनि यहाँनिर मेरो के छ, यहाँनिर मेरो खाजा छ, अनि मेरो फोन स्ट्यान्ड, अनि यतापट्टि चस्मा छ, यहाँ चस्मा छ, अनि यहाँ मेरो इयरबड्स छ। म चाहिँ यसरी जान्छु, अरूहरु चाहिँ नर्मली सो हाम्रो चाहिँ यहाँ घर हो नि त। अनि यहीँनिर पनि चर्छ, चर्ने ठाउँ चाहिँ मतलब रोडको छेउछेउ पनि चर्छ, तर अब मेन चाहिँ हामी उता पर यो देख्दै गरेको जङ्गलमा लान्छौँ, अनि प्लस यतापट्टि लान्छौँ हैन। अनि म चाहिँ पहिला पनि जान्थेँ, तर अब अहिले चाहिँ निकै भएको थियो नगएको, निकै भन्दा पनि 2-3 महिना भएको थियो होला, त्यति धेरै पनि खै भएको थियो कि थिएन, तर हुनसक्छ हैन, म दसैँबाट नगएको होला। अनि सो आज फेरि जाँदैछु, अनि आज चाहिँ मलाई भिडियो बनाउन मन लाग्यो। पहिला चाहिँ म यसरी भिडियोहरू बनाउँदिनँ थिएँ, मतलब भ्लगहरू बनाउन इच्छा लाग्थ्यो, बट के कन्टेन्ट होला जस्तो फिल हुने। अब अहिले चाहिँ मलाई लाग्छ म जे गर्दैछु त्यो नै मेरो कन्टेन्ट हो जस्तो फिल हुन्छ हैन। अरूमा चाहिँ इन्जोय हुन्छ कि हुँदैन त मलाई थाहा छैन, तर अब इन्टरटेन इन्जोय गराउनु चाहिँ खोजेको हो भन्दा पनि अब यो त नर्मली त के इन्जोय त होला हैन, बस देखाउन खोजेको म के गर्छु कसरी गर्छु भन्ने यो देखाउन मात्र खोजेको ल। अनि यो चाहिँ मेरो गाउँ हो, मेरो गाउँ चाहिँ यस्तो छ, यो चाहिँ मेरो बिहे गरेर आएको गाउँ है। कस्तो छ हेर्नुहोस् त, यस्तो छ, राम्रो छ। यहाँ तलतिर बरपिपल छ, यस्तो दामी बस्ने ठाउँ छ, तपाईहरुलाई कुनै दिन म त्यो पनि देखाउँछु। अनि यता आएपछि यो चाहिँ मेरो घर, माथि मेरो कपडाहरू सुकिरहेछ यस्तो छ है। यो करेसो बारीहरू पर तोरीपुरेकोमा छ, यस्तै छ। अब म ठाउँहरू देखाउँछु तपाईलाई, खै अरू त के देखाउनु, सबै कुरा त देखिसकेँ मैले। यो चाहिँ हामी जाँदैछौँ कता पनि जङ्गल, हाम्रो जङ्गल अब रोडबाट लगेको सबैको भेलाइसक्यौँ नि त। यो चाहिँ 1 घर 2 घर 3 घर 4 घरको छ है, 4 घरको बस्तु लगेर हामी जाँदैछौँ जङ्गलतिर। यतिखेर अरूलाई त गर्मी हुँदो रहेछ, म त जाडो हुन्छ भनेर पुरा स्वेटरहरू टोपीहरू ओढेर आएको छु। उता बहिनी त केही न केही लगाएर आउनु भएको छ त यार, यस्तो नि हुन्छ अरे। यो चाहिँ फाइनल्ली हाम्रो बस्तु चराउने ठाउँमा पुग्यौँ। बस्तुको हेर्नु न यस्तो छ। अहिले चाहिँ जाडो मौसम भएर होला यो मौसम पनि यस्तो धुमिएको देखिन्छ है। यो गर्मी मौसममा यस्तो राम्रो देखिन्छ यो मौसमहरूको क्लाउड के भन्छ तिनीहरू हैन, तपाईहरु सोच्नै सक्नुहुन्न के। यस्तो छ, हाम्रो चाहिँ यहाँ बस्तुहरू छ, अनि यसरी आउँछ। यो चाहिँ सिमलको बोट, यहाँ चाहिँ पानी उम्लिन्छ, अनि पानी बोक्नु पर्दैन, बट मैले चाहिँ बोकेको छु किनभने मलाई फेरि आउनु जानु चाहिँ लाग्छ। यस्तो छ, जङ्गल त यस्तो राम्रो छ। मैले अगाडिको भिडियोमा नि यो ठाउँ मैले मेन्सन गरेको छु तपाईहरुलाई, यो मेरो बस्तु चराउने ठाउँ हो भनेर। अनि फेरि पनि तपाईले हेर्न सक्नुहुन्छ, म नै बस्तु चराउन आएको टाइममा पनि है। अझ यहाँ छु, पुरो लाग्छ होला यार, पुरो त लाग्दैन कि भनेको लाग्छ जस्तो छ। त्यही भएर म त यस्तो तातो न्यानो लुगा लगाएर आएँ जाडोमा। अरूलाई हेर्नु न के हो, मेरो बेइज्जत हो यो, मेरो इज्जतको धज्जिया हो यो। यस्तो छ है, यो चाहिँ हेर्नु सक्नुहुन्छ, आफै बसेर हेर्दैछौँ। हाम्रो पो होला आउँदैछ चाहिँ पाडा मैले नचिनेर उता गएको रहेछ
रहेछ त उतातिर यसकै होला जोडी म चाहिँ भिडियो बनाउन आएको घोटाला आएको बस्नु पनि के हेर्नु छ र होइन आफै चढ्छ न आफू बस्यो अनि भिडियो बनायो त्यस्तै रहेछ अरू के गर्नु पर्ने किताब पढ्यो म फेरि बुक त्यस्तो धेरै पढ्दिनँ तर पनि ट्राई गर्दैछु पढ्ने होइन सबै सेव पढ्यो मात्र छ मेरो चाहिँ मलाई चाहिँ बोर लाग्यो बुक पढ्दा पनि होइन अनि बोर लाग्यो अनि अर्को कुरा चाहिँ मैले वस्तु नचिनेर पनि वस्तु नचिन्दा त के पो बोर हुनु होइन तर पनि म पढ्दा पढ्दा बोर भएँ सबै बेलिँदैछ हाम्रो वस्तुहरू अहिले जुत्छन् पनि यिनीहरू जुत्छन् उठ्छन् तर राम्रो चढ्दो रहेछ यार मैले जसरी सोचेको थिएँ त्यस्तै मैले बुकहरू यिनीहरू ल्याउनुको कारण भनेको अब वस्तुहरू ढुक्कैले चल्छ ओह यसरी जुत्दै पनि छन् यस्तो छ अनि म सोचेको थिएँ जान्छु वस्तुहरू मजाले चढ्छ होला सोचेको थिएँ साँच्चीकै राम्रैसँगले मजाले नै चढ्दो रहेछ अघि चाहिँ एकछिन त्यही हो वस्तु नचिनेर वस्तु भन्छु म चाहिँ यिनीहरूलाई होइन भैँसी राँगा नचिनेर उता पर काम छिरी गएको थियो अनि अहिले चाहिँ अघि आयो अनि ढुक्कैले चढ्दैछ मस्त छु क्या मैले 2टा भिडियो भ्लगहरू एडिट गरिसकेँ मेरो भ्लग फेरि उमा हुन्छ के भन्छ यो पेन्डिङमा भन्छ के भन्छ यस्तो हुन्छ लाइक मलाई डेली भ्लग हाल्नु पनि अलि उ लाग्छ अनि भ्लग त मेरो त्यति धेरै थिएन तर हिजोस्ति चाहिँ अलि धेरै बनाएको थिएँ भन्दा पनि 2टा बनाएको थिएँ त्यो 2टा भिडियो एडिट गरिसकेँ होइन सो यति गरेँ अनि यो बुक पनि मैले पढेँ आधा त होइन तर निकै पढेँ होइन तर पनि म ढुक्कले बसिरहेको छु क्या अब बस्नु थाल्छ त्यहाँ सर्दै आयो बट अब यहाँ बसिरहेको छु मजाले चढ्दैछ होइन त्यति खेदाउनै नपर्ने क्या त्यो पर्खी बस्ने कुदी बस्ने त्यस्तो साह्रो भएको छैन अब अझै 2 घन्टा जति त चढाउनु पर्छ होला होइन चढाउनु जाने अनि अर्को बेला मैले खाजा ल्याएको छु यो चाहिँ के गर्नु भइरहेछ क्या पानी पनि बोकेर आएको छ पानी अघि पिँ थोरै छ होइन भारी पनि भइरहेछ कस्तो गफ गर्छ के गफ गर्नु यस्तो छ अनि 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 अरू त केही होइन यति नै ल अब यस्तै हो हेर्नु गोठाला यसरी गर्नुपर्छ तपाईँले गर्नुभएको छ कि छैन यो चाहिँ एउटा हो मात्र हो अझै यता पछाडि पनि हुनुहुन्छ निकै छ गोठाला त निकै यता यसरी छ यहाँ त प्रायः सबैले गोठाला गर्दो रहेछ जस बस्तु पाल्नेहरूले सो यस्तै हो हेर्दै गर्नु अरू पनि धेरै कुरा देख्नु पाउनुहुन्छ गोठालामा खाजा खानु म चाहिँ धेरै पछि गोठाला आएर गोठालाको खाजा मेरो है भोक लाग्छ होला भनेर ल्याएको कति छिटो अहिले आएको जस्तो लाग्छ अहिले जाने बेला हुनु आँट्यो अनि यो खाजा त फर्काएर त्यतिकै लानु भएन होइन बढी होइन त्यही भएर सबै मिलेर खाऊँ भनेर यो चाहिँ ल यसलाई त म मारिदिन्छु होला यिनीहरूलाई त पारी टरेको छ र यही छ त त्यही छ नि पारियो नि यो चाहिँ होइन कुलो पारियो हातै फोहोर भयो हाम्रो जेलमा चढ्थ्यो हो र चढाउँथ्यो आज उता लगेछ खै म त चिनिन अघि आउँदा त हुरुरुरु सबैको आयो
मोमो खानु न आऊ न अब दाजुहरूलाई एकछिन उतै लगिदिउँ ल थोरै यतै आऊ न जाँदैन यतै आऊ न कान्छीले खाजा ल्याएको रहेछ यस्तो चाहिँ यसरी बस्दैछौँ हामी त ल हाम्रो बस्तुहरू चाहिँ यहीँ छ टाढो छैन यसरी चाहिँ यसरी लाने बेला हुन लाग्यो त्यही भएर सबै एकै ठाउँ भेल्दैछ यसरी जाँदैछ सो यस्तै छ हाम्रो गोठालापट्टि पनि यति नै अझै अरू उताबाट निस्किँदै हुनुहुन्छ यस्तै छ ओके आजको भिडियो चाहिँ मैले यति नै बनाएको यसरी बाटो अब लाग्यौँ हामी घरतिर सो यस्तो छ ओके आजको भिडियो चाहिँ यति नै सबैजनाले हेरिदिनु भयो होला हेरिदिनु भएकोमा धन्यवाद अनि सबैजनाले लाइक कमेन्ट अनि सेयर अनि सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला ओके बाई see you next video